नमस्ते, स्वागत छ मेरो डे 2 मिनी ब्लगमा। अनि आज चाहिँ मेरो मोबाइल समाउने मान्छे नभएर भित्तातिर हटाएर अनि हात मुख धोएपछि चाहिँ म अनि क्लास जानका लागि रेडी भएँ, सामानहरू मिलाएँ। अनि त्यसपछि म क्लास गएँ। बिहानै 5 बजे उठेर क्लास चाहिँ गएँ। अनि राति धोएको कपडा मैले सुकाउनका लागि निकालेँ। अनि सुकाउनका लागि कपडा निकालेर राखेँ। अनि फेरि कपडा बाहिर लगेर सुकाएँ। अनि त्यसपछि चाहिँ मेरो खाजा खाने टाइम पनि भयो। अनि त्यसपछि मैले रोटी बेल्न सुरु गरेँ। रोटीको हालत थिएँ पर्व पका जाउँ। अनि त्यसपछि रोटी बेलेँ मैले। अनि रोटी बेलेपछि हल्का रुमहरू बढार कुरार गरेर अनि रुम बढार कुरार गरेपछि चाहिँ रोटी बनाउने पकाउनेतिर लागिएँ। रोटी बनाउने पकाउनेतिर लागिएपछि चाहिँ रोटी हाल्नै नआएर कति तनाव थिएँ प्रभु। अनि त्यही पनि मैले रोटी बनाएर खाएँ। रोटीसँग खानको लागि मैले सिलामको अचार पनि बनाएँ। हल्का कस्तो कस्तो देखिरहेको थियो रोटी, त्यही पनि मिठो थियो। ल ठिक छ साथीहरू, लास्टमा ब्लग हेर्नु भएकोमा थ्याङ्क यू सो मच। अब अर्को ब्लगमा बाई बाई।